नेप्सेको इलियट वेभ विश्लेषण प्रेफरेन्स र अल्टरनेटिभ काउन्टको आधारमा नेप्सेको पछिल्लो मूल्य गतिविधि र भविष्यको प्रक्षेपणलाई बुदागत रूपमा तल प्रस्तुत गरिएको छु। 1. प्रेफरेन्स काउन्ट बेरिश करेक्सन रिभ्यू। यो विश्लेषणको मुख्य प्राथमिकता प्रेफरेन्स हो। मूल संरचना मार्केट 3028 को उच्च बिन्दुबाट सुरु भएको ठूलो करेक्सनको बी वेभ भित्र छ। वर्तमान अवस्था 1816 बाट बढेको यात्रामा फिफ्थ वेभ 3028 मा समाप्त भयो र 2469 मा ठूलो ए वेभ पहिलो करेक्सन समाप्त भयो। अहिले बी वेभ रिट्रेसमेन्ट अनगोइङ छ। बी वेभको लक्ष्य यो बी वेभ रिट्रेसमेन्ट 2750 को आसपास अर्थात् 50-60% रिट्रेसमेन्टमा समाप्त हुने अपेक्षा गरिएको छ। अन्तिम चरण बी वेभ पूरा भएपछि मार्केट 2400 भन्दा तलको तहमा झरेर ठूलो सी वेभ पूरा गर्नेछ। जोखिम व्यवस्थापन यस दृष्टिकोणलाई प्राथमिकता दिँदा हाल 2600 को तह नजिकबाट हरेक वृद्धि एभ्री राइजलाई सेलिङ अपर्चुनिटीको रूपमा हेर्नुपर्ने हुन्छ। प्रेफरेन्स काउन्ट इन्भ्यालिडेट हुने अवस्था यदि नेप्से अबको दिन 2694 भन्दा माथि गएर बन्द भयो भने यो प्रेफरेन्स बेरिश काउन्ट इन्भ्यालिड हुने सम्भावना बढ्नेछ। 2. अल्टरनेटिभ काउन्ट बुलिश कन्टिन्युएसन भ्यू। यो दोस्रो विकल्प अल्टरनेटिभ हो। मूल संरचना मार्केट 1816 बाट सुरु भएको फिफ्थ वेभको यात्रामा छ जुन अहिले चलिरहेको छ। वर्तमान अवस्था 2469 मा फोर्थ वेभ पूरा भयो। फिफ्थ वेभको सुरुवात 2469 बाट फिफ्थ वेभ सुरु भएको छ जसको पहिलो उपवेभ फर्स्ट वेभ अफ फिफ्थ वेभ 2694 लाई ब्रेकआउट गरेपछि लिडिङ डायगोनल वेभ बनाएर पूरा गर्नेछ। करेक्सन र बाउन्स मार्केट 2694 को ब्रेकआउट पश्चात 50% रिट्रेसमेन्ट 2580 देखि 2600 को टेरिटोरीमा सेकेन्ड वेभ अफ फिफ्थ वेभ हेल्दी करेक्सन लिन सक्ने अपेक्षा गरिएको छ। कन्फर्मेसन यदि नेप्से 2694 लाई ब्रेक गर्छ र 2750 भन्दा माथि जान्छ भने मात्र यो अल्टरनेटिभ बुलिश काउन्टलाई प्राथमिकता दिन सकिन्छ र यसलाई प्रिफरेन्स काउन्ट मान्नेछौँ। यसैगरी थर्ड वेभ अफ फिफ्थ वेभ 3080, फोर्थ वेभ अफ फिफ्थ वेभ 2860 र अन्तिम फिफ्थ वेभ अफ फिफ्थ वेभ 3200 मा सकिने प्रक्षेपण गर्न सकिन्छौँ। समरी सर्ट टर्म रणनीति जबसम्म मार्केट 2694 भन्दा तल छ तबसम्म प्रेफरेन्स काउन्ट सक्रिय छ र अझै बढी करेक्सनको सम्भावना उच्च रहनेछ। ब्रेकआउट स्तर 2694 माथि लागेमा अल्टरनेटिभ काउन्ट बलियो हुनेछ र बुलिश यात्राको अन्तिम बिन्दुतर्फ मार्केट जाने सम्भावना बढ्नेछ।